नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ बर्सातले पुर्याएको क्षतिको प्रसङ्गबाट। अविरल वर्षासँगै बाढी पहिरोका कारण शुक्रबार 21 जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार 10 जना घाइते भएका छन्। शनिबार बिहान 6 बजेसम्मको तथ्याङ्क अनुसार नेपाल प्रहरीले बाढी पहिरोमा परि अहिलेसम्म 10 जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ। यस अवधिमा 50 जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रहरूमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट जनशक्ति स्रोत साधन परिचालन गरी उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलाशयमा परिणत भएको छ। वर्षाले नगरको सडकमा 3 फिटसम्म पानी बगिरहेको छ भने उपमहानगरपालिकाका 25 वडाका बासिन्दाको घरघरमा पानी पसेको छ। घरघरमा पानी पसेकै कारण जनजीवन कष्टकर भएको छ भने सडकमा आवागमनमा समस्या भएको छ। पानीका निकास नभएका कारण मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजस्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय समिति लगायत कार्यालय डुबानमा परेको छ। राष्ट्रिय समाचार समिति कार्यालय डुबानमा परी कार्यालयका कोठामा 4 फिटसम्म पानी जमेको छ भने कागजातमा क्षति पुगेको छ। वर्षाका कारण नेपाल टेलिकमको टेलिफोन र मोबाइल अवरुद्ध हुनुको साथै सेवा पनि बन्द भएको छ। अविरल वर्षाका कारण रौतहट सदरमुकाम गौर नै डुबानको चपेटमा परेको छ। भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरू भारतीय पक्षले नखोलिदिँदा गौर नै डुबानमा परेको हो। भारतीय पक्षले विपदका बेला पनि मानवीयता नदेखाएको भन्दै स्थानीयले विरोध गरेका छन्। मानिसहरू घरको छतमा त्रासपूर्ण अवस्थामा बसिरहेका छन्। अहिले पनि वर्षा भइरहेकाले जनजीवन थप कष्टकर बनेको छ। यस्तै जिल्लाका औरैया, बन्जरहा, ब्रह्मपुरी, इनरवा, टिकुलिया, गढुवा, रजवाडा, बागमती किनारका दर्जन, बखटरिया, 4 लक्ष्मीनिया, बहादुरपुर, बलुवा, इनरवा लगायतका गाउँहरू डुबानमा परेका छन्। करिब 500 परिवार र 3000 व्यक्ति प्रभावित बनेको बताइएको छ। गौर, चन्द्रपुर, कटहरिया सडक खण्ड बाहेक सबै सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण सप्तरी जिल्लाका अधिकांश ठाउँ डुबानमा परेका छन्। विभिन्न नदी र खोलामा आएको बाढीका कारण जिल्लाको 18 वटै स्थानीय तह प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय राजविराजले जिल्लाभरिका 1000 घर डुबानमा परि जोखिममा रहेको जनाएको छ। प्रहरी निरीक्षक रिता पौडेलले हालसम्म जिल्लामा कुनै मानवीय क्षति नभएको जानकारी दिइन्। खड्ग खोलाको बाढीले बिसनपुर सोनपट्टी सडक खण्ड क्षति पुर्याएको छ। खड्ग नगरपालिका 8 स्थित बिसनपुर सडक खण्ड बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ। लगभग 20 वटा घर खाली बगाइएको छ। घर बगाएपछि सर्वसाधारण अर्काको घरमा बस्न बाध्य भएका छन्। यही नगरपालिकाको वडा 14 रम्पुरा मल्हनियाको हरेक घरमा पानी पस्दा सर्वसाधारण पीडित भएका छन्। वडा नम्बर 2 का अधिकांश व्यक्तिको घर जलमग्न भएका छन्। खड्ग र पाचु खोलामा आएको बाढीले डाक्नेश्वरी नगरपालिकाका अधिकांश ठाउँ डुबानमा परेका छन्। धनुषाको सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा शुक्रबार राति निर्माणाधीन पुल भत्किएको छ। रोशन कन्स्ट्रक्सनले झण्डै 6 वर्षदेखि निर्माण गर्दै आएको पुल अझैसम्म अधुरो अवस्थामा थियो। अविरल वर्षासँगै आएको बाढीले उक्त निर्माणाधीन पुल शुक्रबार राति भत्केको स्थानीयले जनाएका छन्। गुणस्तरहीन सामग्रीको प्रयोग गरेकोले पुल भत्केको स्थानीयहरूको भनाइ छ। भोजपुरको रामप्रसाद राय गाउँपालिका 5 तुन्ताङमा शनिबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका 3 जना बेपत्ता भएका छन्। शनिबार बिहान घरमाथि पहिरो खस्दा 35 वर्षीय मनकुमारी राई तथा उनका 2 छोराहरू 17 वर्षीय शिवकुमार र 15 वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएका हुन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उद्धारका लागि माने भन्ज्याङ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित फप्सी पुल बाढीले बगाएको छ। पुलको बीच भाग नै भत्किएपछि आवत जावत ठप्प भएको छ। अविरल वर्षापछि आएको बाढीले पुल बनाउँदा शनिबार पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रमुख जिल्लाधिकारी उमेश ढकालले जानकारी दिए। पुल भत्किएपछि बर्दिवास नगरपालिका 5 सशस्त्र प्रहरीका माइस्थान चेकपोस्टतर्फ र रातु खोलातर्फ 100 गाडीहरू रोकिएका छन्। रातिदेखि नै यात्रुहरू सडकमा अलपत्र छन्। शनिबार बिहान विपद व्यवस्थापन समितिको बैठक बसेको छ। बैठकले जिल्लामा उद्धारका कार्य तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। विश्रामपछि अब बाँकीका प्रसङ्ग।
प्रदेश नम्बर 2 को सरकारले बाढी पहिरोमा मृत्यु भएका मृतक परिवारलाई 3-3 लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। शनिबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि 10-10 लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ। बाढी पहिरोका कारण सबै बाटोहरू अवरुद्ध भएकोले राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टरको लागि पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानबाट पीडितहरूको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न प्रधानमन्त्री ओलीले मातहतका सबै निकायलाई निर्देशन दिनुभएको जानकारी दिनुभएको हो। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरूको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो। मन्त्री बास्कोटाले प्रधानमन्त्री ओलीले सर्लाहीको मलङ्गवाको डुबान समस्या भारतसँग कुरा गरेर खुलाउने बताउनुभयो। साथै रौतहटको डुबान समस्या पनि छिटै समाधान गर्ने बताउनुभयो। समस्या पारिराखेको छ र अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले जस्तो सर्लाहीको डुबानको समस्या भारतसित कुरा गरेर त्यसलाई निकास दिएको छ र रौतहटमा पनि डुबानले असर पारेको छ र भारतसित कुराकानी गरेर त्यसलाई छुटाउने खुलाउने नालाहरू खुलाउने कुरा सुरु भएको छ। अब एयरपोर्ट पनि खास गरिकन आजै त्यो एउटा यति एयरलाइन्सको चाहिँ त्यो रनवेमा अलिकति समस्या भएर एयरपोर्ट पनि आजै फेरि बन्द पनि भएको छ र भीमखेदीमा बिहिबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी पहिरो र डुबानमा चपेटमा छन्। मन्त्री बास्कोटाले राजधानी काठमाडौँसहित पर्सा, सर्लाही, रौतहट, महोत्तरी, सिराहा, धनुषा, सप्तरी, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे लगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटमा परेको बताउनुभयो। प्रदेश 2 प्रदेश सभाको 30औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट विनियोजन विधेयक प्रस्तुत गरेका छन्। शुक्रबार दिउँसो 1 बजे बसेको बैठकमा बजेट विधेयकमाथि छलफलमा प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले विधेयक आवश्यक रहेको बताए। प्रतिपक्षी दल काङ्ग्रेसका शिवचन्द्र चौधरीले प्रस्तुत विधेयकमा प्रयोग भएको 72 शब्द के हो त्यसबारे अर्थमन्त्रीलाई प्रश्न पार्न आग्रह गरे। चौधरीले करोडौँको गाडी किन्नेलाई कर पनि बढी लिनुपर्ने बताए। उनले विद्यालयको गाडीको रङ पनि तोकिनुपर्ने विषय संशोधन गर्न माग गरे। महिलाको लागि विशेष सुविधाका लागि 150 सीसीको स्कुटीमा कर नलाग्ने व्यवस्था गरिएको प्रति धन्यवाद समेत दिए। झण्डै 1.5 घण्टा चलेको बैठकमा गत असार 14 गते सर्लाहीमा भएको घटनाबारे प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी गराएका थिए। साथै उनले घटनाबारे सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन छिट्टै ल्याउनेमा आफू विश्वस्त रहेको बताए। विश्रामपछि अब बाँकीका प्रसङ्ग। भीमेश्वर नगरपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा दर्जनभन्दा बढी घाइते भएका छन्। नगरपालिकाको वडा 2 स्थित पाखलती बजार नजिकै मोडमा 52 ख 5149 नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा 13 जना घाइते भएका छन्। बसमा 40 यात्रु सवार रहेका थिए। वीरेन्द्रनगरदेखि करिब 37 किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका 2 सतरी स्थित 2 बस ठोकिँदा 34 जना घाइते भएका छन्। शुक्रबार साँझ सुर्खेत नेपालगञ्ज सडक खण्डको 70 स्थित बुटवलबाट सुर्खेत आउँदै गरेको ना 4 ख 3827 र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना 6 ख 9670 नम्बरको बस एक आपसमा ठोकिँदा 34 जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर छेत्रीले जानकारी दिए। बसका चालक जीवन राणा फरार रहेको र उनको खोजतलास भइरहेको छ। T20 सिरिज अन्तर्गत मलेसिया विरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ। शनिबार क्वालालम्पुर स्थित किन्डारा ओभलमा नेपालले मलेसियालाई 7 विकेटले पराजित गरेको हो। 129 रनको लक्ष्य नेपालले 18 ओभर 3 बलमा 3 विकेटको क्षतिमा भेटायो। नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक बनाए। पारसले 86 रन बनाए। शरद भस्वाकरले 16, ज्ञानेन्द्र मतले 17, प्रदीप एरीले 8 र रोहित कुमार पौड्यालले 5 रन बनाए। हस्त अपन न्युज यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।